अब यो रहेको छ तपाईँ हामीले अस्तिदेखि नै व्यञ्जन भर्ना सबै पढिसकेको छु। त्यो चाहिँ हामीले कसरी चिन्ने भन्ने त्यसको बारेमा आज म तपाईहरुलाई सिकाउन गइरहेको छु। व्यञ्जन भर्ना हामीले पढिसकेको, तर हामीले अक्षर चिन्न लागि पनि हामीले कसरी पढ्नु पर्छ भन्दाखेरि सबै अक्षरहरु भित्र गाजिङ गुजुङ भएको अक्षर पढ्नु पर्छ है। जसै तपाईहरुलाई पढ्न भइसक्यो भएन, तपाईले लेखे भए पनि जसरी भए पनि तपाईले पढ्नु भएर चाहिँ मनमा राख्नु भयो। मनमा राखेपछि त्यहाँदेखि कसरी हामीले सिक्ने हो भन्दाखेरि त्यहाँदेखि यसरी लेख्यो, लो अब यसलाई के भन्छ त अब पढ्नु भयो भने पक्कै थाहा हुन्छ हैन। यसलाई के भन्ने था है, था भन्छ नि हो, यसरी बुझ्नु पर्दछ। अनि यसलाई कसरी पढ्ने, यसले कसरी पढ्ने भन्दाखेरि भा भनेर चिन्न पर्यो है, भा भनेर। मैले लेख्दाखेरि तपाईहरु ठ्याक्क अक्षर चिन्नु भयो भने तपाईहरु जान्नुहुन्छ है। यसलाई के भन्छ त ल, यसलाई के भनेर चिनिन्छ? यसलाई छा भनेर चिनिन्छ। अब यो छालाई यस्तो टाउको लाग्यो भने के हुन्छ? छाको सट्टामा टाउको लाग्यो भने छा भनेर पढ्नु पर्छ। यसले कसरी पढ्ने त ल है, लेख्छु म। यसले के पढ्ने, यसलाई के भनेर बुझ्नु त? यसलाई शा भनेर पढ्ने है, यसलाई शा भनेर पढ्नु पर्छ, शा भनेर पढ्नु पर्यो, शा। त्यहाँदेखि यस्तो गर्यो, यहाँदेखि यस्तो गर्यो, बा जस्तो लेख्यो। यो अक्षरले के भनेर पढ्छ? ले पढ्नु पर्यो वा भनेर पढ्नु पर्यो है, वा भनेर पढ्नु पर्यो। चा छा जा वा भनेर पढ्नु पर्यो। अनि यसले कसरी पढ्ने त? यसलाई के भनेर पढ्नु पर्यो भन्दाखेरि यसलाई ता भनेर पढ्नु पर्यो है। के भनेर पढ्नु पर्यो? ता भनेर पढ्नु पर्यो, त होइन ता भनेर पढ्नु पर्छ। अनि यसलाई के भनेर पढ्छ त? यसलाई अस्ति हामीले के भनेर पढ्यो? न्या भनेर पढ्नु पर्छ है। यसरी पढ्यो हुन्छ, न्या भनेर पढ्यो हुन्छ, न्या न्या भनेर कसरी यसरी पढ्छ है। न्या गाउँदा जे भए पनि न्या भनेर चाहिँ पढ्नु पर्यो है, न्या भनेर। अब यसलाई के भनेर पढ्नु पर्यो? यसलाई च्या भनेर पढ्नु पर्यो। अब च्यालाई टाउको माथि लाग्यो के हुन्छ? च्या नभइकन चा भनेर भन्नुपर्छ है, चा। चाउ चाउ भनेपछि चा भनेर पढ्नुपर्छ। अब यसलाई के पढ्ने त? हामीले कसरी पढ्ने भन्दाखेरि पढ्नु पर्यो सा भनेर पढ्नु पर्यो है, सा भनेर पढ्नु पर्यो, सा। त्यहाँदेखि यसलाई कसरी पढ्ने त? यसलाई पढ्नु पर्यो रा भनेर पढ्नु पर्यो। अनि यसलाई कसरी पढ्नु पर्ने त? यसलाई सा भनेर पढ्नु पर्यो, स होइन सा भनेर पढ्नु पर्यो।
यसलाई कसरी पढ्ने त यसलाई स्या भनेर पढ्नु पर्यो है स्या स्या भनेर स्या भनेर पढ्नु पर्यो कसरी पढ्ने भनेदेखि स्या भनेर पढ्नु पर्यो अनि यसलाई कसरी पढ्नु पर्यो अलि सानो भएको छ म ठुलो भएको छ लेख्छु यसले कसरी पढ्नु पर्यो यसले हा भनेर पढ्नु पर्यो है हा भनेर पढ्नु पर्छ हा भनेर पढ्नु पर्यो अनि यसले चाहिँ कसरी पढ्ने भन्दाखेरि यसलाई घा भनेर पढ्नु पर्यो ग घा घा भनेर पढ्नु पर्यो घा भनेर है यसलाई यो त चिन्छ होला तपाईँहरूले होइन प्रायः जस्तो अब पढिसकेको फर्स्टमै आउँछ के भनेर पढ्छ भने यसलाई पढिन्छ का का भनेर पढ्नुपर्छ अनि बाँकी रहेको छ यसलाई के भन्छ त यसलाई पा भनेर पढ्नुपर्छ है पा भनेर पढ्नुपर्छ यसलाई नै बिचबाट यस्तो गऱ्यो भने के हुन्छ फा फा भनेर पढ्नुपर्छ कसरी पढ्नु पर्यो भन्दाखेरि फा भनेर पढ्नु पर्यो अनि अब यसलाई कसरी पढ्ने हो त भन्दाखेरि कसरी पढ्ने हो यसले पढ्नु पर्यो या भनेर है या भनेर पढ्नु पर्यो या भनेर पढ्नु पर्यो अनि यसले कसरी पढ्नु पर्दा यसलाई पढ्नु पर्यो मा भनेर पढ्नु पर्यो मा भनेर पढ्नुपर्छ यसलाई कसरी पढ्ने त यसले पढ्नु पर्यो ना भनेर पढ्नु पर्यो है ना भनेर पढ्नु पर्यो यसले कसरी पढ्नु पर्यो त यसले पढ्नु पर्यो यसरी ङा भनेर पढ्नु पर्यो ङा भनेर पढ्नु पर्यो हस् त नमस्ते तपाईहरुले म आज यो काखा चाहिँ व्यञ्जन भर्न चाहिँ कसरी बुझ्ने हो भन्ने कसरी चिन्ने हो भन्ने त्यसको बारेमा छोटकरी भिडियो बनाएको छु भिडियो मन परेमा युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला है